हेलो गाइज के छ म अहिले मकै काट्दैछु हैन। हेर्नुस् घाम पनि डुब्न लागिसकेको छ। मकै एकदम निन्द्रामा सुतिरहेको छ हैन। म उठेर काटिरहेको छु। मलाई पनि सुतेर काट्न मन लागिरहेको थियो। के गर्ने गाइज, यो सुतेको मकै काट्दा काट्दै हैन, यो सुतेको मकै काट्दा काट्दा मेरो ढाड पनि सुत्न लागिसक्यो के गाइज। त्यहाँ बुढीलाई के यस्तो गर्दैछ। आमाले साग खोज्दै हुनुहुन्छ है। हामीहरूले हैन अघिदेखि काटेको एकछिन यति पुर्याएको छौँ, अझै यति बाँकी छ हैन। यही हो गाइज। अब यो ढलेको मकै काट्नलाई हामी पनि ढलेर काट्नुपर्छ हैन। यस्तो छ गाइज मकै ढलेर हाम्रो कस्तो भइसक्यो भन्दा पनि कहाँ गयो एकैछिन म हेराइदिन्छु। यसपालिको मकै हाम्रो ढलेर सुतिसकेको छ। यस्तो हेर्नुस्, ढुसी लागिसक्यो है गाइज। मकै यस्तो छ हेर्नुस्, पुरै सडिसक्यो हेर्नुस् त। यस्तो छ गाइज, मकै ढलेर गर्नु गर्यो।